हाई एभ्रिवान र आज म बनाउँदैछु भेज मोमो। भेजमा चाहिँ कोपी अन्त यहाँ मेरो अनियन पनि चप्ड भइसकेको छ। कोपीलाई चाहिँ अघि नै मैले नुन हालेर यसको लागि छोडेको थिएँ र यसको हेर्नुहोस् न पानी चाहिँ यस्तो डरलाग्दो निस्किँदैछ र कोपी चाहिँ एकदमै मजाले निचार्नुपर्छ। पानी मजाले निचार्यो भने चाहिँ अहिले मोमो ऱ्याप गर्नु पनि सजिलो हुन्छ। र छेउमा चाहिँ मेरो मम्मीले चाहिँ मैदा मुस्दिनु हुँदै थियो। म चाहिँ यहाँ एकदमै कोपी निचारिसकेँ। कोपी निचारिसकेपछि चाहिँ मैले यहाँनिर डाल्डा खराएँ। अन्त यो डाल्डा चाहिँ म मोमो जुसी बनाउनुको लागि हाल्छु नि त, डाल्डा र रिफाइन तेल। अन्त डाल्डा पनि एकदमै मजाले खार्नुपर्छ। मजाले खारेन भने चाहिँ यसको फेरि ग्यासहरू हुन्छ, फेरि ट्याप त्यो मोमो खाँदाखेरि पनि कस्तो खालको हुन्छ। अन्त एकदमै खार्नुपर्छ यो उयसलाई पनि, डाल्डालाई म चाहिँ एकदमै खारेर हाल्छु। यसको धुवा निस्किन्जेल खार्छु र हेर्नुहोस् न, म चाहिँ यस्तो डरलाग्दो बिलाइदिन्छु डाल्डा चाहिँ हो। एकदमै डरलाग्दो खारिएको छ यो डाल्डा चाहिँ। अन्त मैले चाहिँ यहाँनिर कम्ती जिन्जर पनि हालेँ र जिन्जर पनि ज्यादा हालेको छुइनँ। यस्तो हात खुट्टाहरू दुख्ने मान्छेहरूले चाहिँ यस्तोहरू नखाए पनि हुन्छ। र यस्तो अदुवाहरू चाहिँ र अजिनामोटो स्किप गरेको छु किनकि यो मोमो चाहिँ मेरो नानीले पनि खान्छ र मैले चाहिँ हालेको छुइनँ हो। हुचिङहरू केही हालेको छुइनँ र सबै सादा बनाएको छु मोमो चाहिँ मैले। सादा पनि मिठो हुन्छ र मैले यहाँनिर डाल्डा हेर्नुहोस् न यस्तो डरलाग्दो खराएको छु हो। यसको धुवा हेर्नु त निस्केको, यस्तो डरलाग्दो खराइदिन्छु म चाहिँ डाल्डा। अन्त यहाँनिर कम्ती रिफाइन तेल र नुन हालेर चाहिँ मैले मिक्स गरिसकेपछि चाहिँ यहाँनिर मैले स्टिमरमा चाहिँ तेलहरू हालेर चाहिँ मोमो पनि बनाउनु लागेँ। र मोमो चाहिँ म यसरी नै बनाउँछु र मम्मीले चाहिँ छेउमा बेलिदिनु हुँदै थियो हो। राहुल भ्याएको बेलामा राहुलले बेलिदिनुहुन्छ र म चाहिँ मोमो बनाउनु नै बस्छु जहिले तहिले हो। अन्त यहाँनिर चाहिँ हामी गफ गर्दै मोमो बनाउँदै थियौँ र यसरी फ्यामिलीसँग मोमोहरू खानु पाउँदाखेरि चाहिँ एकदम खुसी लाग्छ। अन्त मोमोको टेस्ट पनि मिठो हुन्छ फ्यामिलीसँग बसेर खानु पाउँदाखेरि चाहिँ। र फर्स्ट लट चाहिँ मेरो चाहिँ रेडी भइसकेको थियो, हेर्नु सक्नुहुन्छ। र मैले चाहिँ मोमो यसरी बनाएको छु हो, एकदम सिम्पल तरिकाले। यहाँतिर चाहिँ फेरि मोमोलाई पनि मोमोस भन्छ, त्यही मन पर्दैन, खास चाहिँ मेरो मोमो हो। हेर्नु सक्नुहुन्छ मेरो मोमो पनि पाक्यो, तातो मोमो जाडोको मौसममा सुपसँग है। अन्त फ्यामिलीसँग बसेर खानु पाउँदा एकदमै राम्रो लाग्छ र मोमो एकदमै मिठो भएको थियो र हामी चाहिँ बसेर खायौँ सबैजना। हेरिदिएकोमा थ्याङ्क यू।